यो के अहिले खाद्य गुणस्तर विभागले चाहिँ छानबिन गर्दाखेरि चाहिँ यो करेन्ट चाउचाउको 04A जुन ब्याचमा चाहिँ उत्पादन भएको करेन्टको चाहिँ क्वालिटी छैन, त्यसमा चाहिँ फ्याट लेभल के समथिङ के केमिकलहरू चाहिँ बढी भयो, त्यसलाई चाहिँ बजारबाट रिसेन्टली फिर्ता लैजानु भनेर चाहिँ जुन चाहिँ नोटिस जारी गर्यो होइन, त्योभन्दा ठ्याक्क नोटिस आउनुभन्दा अघिल्लो दिन म करेन्ट खाएको थिएँ कि यो प्याकेट चाहिँ मैले म अलिक करेन्ट लभर हो नि त, करेन्ट लभर भएको भएर मैले फुल प्याकेटै ल्याउँछु, 200 मा पाइन्छ कि 5वटा, मैले 3टा त खाइसकेको छु त्यो नोटिस आउनुभन्दा अगाडि होइन। अब यहाँ मसँग 2टा बाँकी छ कि यो करेन्टको 2टा बाँकी छ, अनि आज दिउँसो खानु पऱ्यो कुन ब्याच रहेछ हेर्छु भनेर मैले यहाँ हेर्न लगाएको त 04A नै रहेछ कि। अब 3टा त मैले खाइसकेँ होइन, धन्न हुन त मेरो शरीर स्ट्रङ रहेछ यो केमिकल भन्दा, त्यसले केही गराएन मलाई। अब मसँग यहाँ 2टा छ 100 रुपियाँ, यो क्षतिपूर्ति कसले दिन्छ? करेन्ट। अनि यस्तो हाई प्लेको यस्तो मार्केटिङ लेभल भएको यस्तो चाहिँ अब मार्केटमा चाहिँ यति मन पराएको ब्रान्डले यो लापरवाही गर्नु भनेको त कहाँसम्मको कुरा हो कि होइन। उनीहरूको आफ्नो व्यापारलाई घाटा लाएन। अब म त करेन्ट खान्न, म जस्तो मान्छेले करेन्ट छोडेपछि तिमीहरूको व्यापार कसले गरिदिन्छ हौ करेन्ट? म त छोडेँ। अब यो 2टा फालौँ कि राखौँ भएको छ क्या, मलाई फाल्न पैसा परिरहेछ, फेरि मनपर्ने चिज हो। अब राखौँ भने यो खान हुन्न भनेर डक्टरले अथवा हुन्छ नि यो नापजाँच गर्दा यो त खानै नहुने उसमा परिसक्यो भनेपछि यो त खानै भएन, यो त फाल्नै पर्यो। मेरो 100 रुपियाँ त गयो। अर्को मैले अब कहिल्यै करेन्टै खान्न, म करेन्टै छोडिसकेँ मैले होइन। अब यसरी नै नोटिस आइसकेपछि अलिअलि त पढाएको छु मैले, मलाई थाहा छ भनेपछि त म जस्तो मान्छेले त खाना छोडेपछि त तिमीहरूको व्यापार कसले गरिदिन्छ? यति हाइपमा गएको, यति मार्केटले भएको, यति जनताले ट्रस्ट गरेको ब्रान्डलाई छानबिन अलिकति आफूले प्रोडक्ट गर्दाखेरि चाहिँ क्वालिटी चेक गर्नु पर्दैन? सेम हो नि। अब करेन्टै खाइँदैन, करेन्ट ब्यान्ड करेन्ट। मलाई त रिसै उठ्यो अहिले, मैले हेरेको त यहाँ मेरो ऊ नै रहेछ के 04A नै रहेछ। मलाई त कम्ता टेन्सन भएन, मेरो 100 रुपियाँ 3टा त खाइसकेँ। मलाई खाइसकेको टेन्सन छैन, त्यसले भित्र के असर गर्यो भने टेन्सन छैन, मलाई यसको टेन्सन छ। यो के गर्नु?